के भो अप्ठ्यारोमा परिस निर्णय लिन म सहयोग गरौँ त को होस् मलाई सहयोग गर्ने आफ्नो निर्णय म आफै लिन सक्छु मैले कसैलाई बोलाएको छैन सल्लाह दिन तैँले मलाई बोलाउनै पर्दैन म सधैँ तँसँग हुन्छु म तेरो दिमाग हुँ तर म तेरो इसारामा होइन म रुक्तालाई मेरो इसारामा चलाउँछु म साँच्चीकै तँलाई सहयोग गर्न चाहन्छु के सोचिराखी केकेसँग बिहे गरौँ कि नाइ हो त्यही यसमा सोच्नुपर्ने कुरा के छ त आफ्नो माया जोगाउने न्युमा आफ्नो बहिनी गुमाउन चाहन्छेस् त्यो बहिनी जसलाई तेरो बाबुआमाले तेरो जिम्मामा छोडेर गएका थिए त्यो बहिनी जसमाथि तैँले धेरै सपना देखेकी छेस् नाइ केसरी तेरो लागि सबभन्दा पहिलो तेरो बहिनी अनि मात्रै बसन्त हो होइन केसरी तँ यसको कुरा नपत्या अप्ठ्यारोमा परेको बेलामा हतारमा गरेको निर्णयले जीवनभरि पछुताउनु पर्छ तँ त्यो गल्ती नगर फेरि तँ को होस् मै त हुँ तेरो पीडामा दुख्ने खुसीमा रमाउने अनि तँलाई माया गर्न सिकाउने वसन्तलाई धोका नदे ऊ फर्केर आउँछ वसन्त तँ बिना बाँच्न सक्दैन अनि तँ पनि त बाँच्न सक्दिनस् वसन्त बिना मायालाई पर्खिँदा सुषमाको के हालत हुन्छ अहिले सुषमा ठिक भई भने माया त पछि जोसँग पनि गर्न सकिन्छ सुषमालाई केही हुँदैन त्यो टेकेले धम्की दिएको मात्रै हो तँ नडरा अहिले यो बिहे गर्नु हुँदैन होइन तँ यसको कुरा नसुन केसरी अहिले यो बिहे गर्नै पर्छ अहिले यो बिहे गर्नु हुँदैन गर्नुपर्छ 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 गर्नु हुँदैन